ज्यूलाई सजिलो पारे मलाई अप्ठ्यारो पऱ्यो भने नसोच्नु होला। सबैको हकीको लागि म बोल्दैछु। हाम्रो यो 12औं वार्षिकोत्सवमा जुन यहाँ सुरुमा एउटा आएको छ हाम्रो यो वार्षिक प्रतिवेदन 2082 भन्ने छ। योमा हेर्दाखेरि 1000 रुपियाँको दरले हामीले उठाउँदाखेरि सुरुमा 2051 सालमा सुरुवात भएको हो भन्दाखेरि 25,000 उठ्यो भन्ने छ। पछि गएर हामी 56 जना पुगेर रहेछौँ। अझै पछि गएर अहिले 284 कति पुगिँदै। अब त्यो सुरुमा त स्थापना गर्ने बेलामा 1000 को दरले उठाएर त 25 जनाले नै गरेर रहेछौँ सुरुवात भन्ने कुरा स्पष्ट हुनु पर्यो हामीहरू। अब अहिले चाहिँ हामी त्यो 25 जना कहाँ छौँ आफै सोच्नु होला एउटा प्रश्न। त्यस्तै गरेर हाम्रो जम्मा पैसा चाहिँ अहिलेसम्म 28,64,754 रुपियाँ छ भन्ने कुरो छ। त्यो भनेको सबै मैले अहिलेसम्म बुझ्दाखेरि थोरै पैसा कतैबाट आएको होला भनेको अरू हाम्रो कारोबारले आएको होला, होइन भने सबै हामीले उठाएकै पैसाबाट आएको भन्ने बुझ्नु होला। त्यस्तै गरेर पछि गएर चाहिँ मासिक रूपमा चाहिँ 500 रुपियाँ अघि पनि मैले भनेको थिएँ 10 उठ्दा अहिले हेरेर 500 उठाउन लाग्छन्। अनि यसैमा गएर यहाँ कस्टम हेरिङको लागि अहिले 21 मिटर लम्बाइ पुगेको भन्ने कुरा आएको छ। पुगेको छ त्यो पक्कै पनि म गइरहन्छु। अब हजुरहरू बरु कतिजना आज आउनु होला, अरू बेला जानु भएन होला, त्यो चाहिँ बुझ्नु होला, गरेर नाप्नु होला। म चाहिँ गइरहेको छु, पुगेको छ एकदम त्यो साइज पुगेको छ, मजाले भएको छ। अनि त्यस्तै गरी यसैमा के छ भन्दा तपाईँको धान बाली र मकै बालीको लागि तालिम पनि भएको रहेछ। अब जानु भएकोलाई थाहा होला जानुभयो कि जानु भएन। त्यसमा चाहिँ झन्डै मोटामोटी 40,000 रुपियाँ रकम खर्च भन्ने पनि देखिया। त्यस्तै गरेर यो पावर टिलर एउटा वितरण भएको रहेछ। अनि एउटा आयल मिल तोरी पेल्ने मिल पनि वितरण भएको छ। त्यस्तै गरेर फ्लोर मिल गहुँ पिस्ने मिल पनि वितरण भएको छ। अब यो कसले पाउनु भयो होला जसले आवश्यक छ, किनकि त्यो बेलामा कुनै बेलामा माग गरिरहेको थियो, सहकारीमा आयो अनि अन्तिम गएर मलाई चाहिएन अथवा पर्दैन भन्ने कुरा भएर सायद अरू कसैले लग्नु भयो होला। त्यस्तै गरेर यसैमा यो तिरपाल बाँड्ने कुराहरू यिनी कुरा बिउहरू यिनी सब वितरण भएको छ, ठिक छ। त्यस्तै गरेर हाम्रो अहिले तत्काल हेर्दाखेरि 81-82 मा हेर्दाखेरि युरिया 642 बोरा आएको रहेछ हाम्रो सहकारीमा, डिएपी 430 बोरा, पोटास 49 बोरा र कृषि चुन 3 बोरा भन्ने छ। अब कृषि चुन त लगाउनु मलाई थाहा छ, कोहीले पनि लगाउनु भएन, सायद मैले लगाएँ होला। यो 3 बोरा पनि मेरै हो कि जस्तो लागेको छ, मैले लगाएँ। त्यो बाहेकको 49 बोरा पोटास, 420 बोरा डिएपी र युरिया 642 बोरा आएको थियो। पाउनुभयो कि पाउनु भएन आफै सोच्नु होला। त्यस्तै गरेर यो हाम्रो प्रतिवेदनबाट मैले भन्दैछु। अनि गएर हाम्रो यो अहिले आर्थिक विवरणको कुरा रहेछ। यो आर्थिक विवरणमा जाँदाखेरि यहाँ धेरै अध्यक्षज्यूले अङ्कलले पनि भनिसक्नु भएको छ सबै कुराहरू। यहाँ हेर्दै जाँदाखेरि जस्तै यहाँ के छ भन्दाखेरि सिमेन्टबाट भनेर भन्छ, यो विशेष गरी मकैबाट हुने कार्यक्रम हो। यो मकैबाट हुने बेलामा अहिले यो वर्ष मात्रै हाम्रो यहाँ चाहिँ कार्यक्रममा झन्डै 1,60,000 बराबरको रकमको कारोबार भएको छ। पोहोर साल चाहिँ अलिक कम थियो। त्यस्तै गरेर तपाईँको यहाँ कृषि ट्रायल सम्बन्धीको कृषि ट्रायलमा पनि 15,000 रुपियाँ खर्च भएको छ। यो ट्रायल कहाँ भयो? त्यस्तै गरेर यहाँ कृषि यन्त्र बिक्रीका कुराहरू पनि आएको छ। कसले पाउनु भयो, मैले पैसा खुलाएन, कसले पाउनु भयो अथवा पाउनु भएन, नपाउनेले जहिले पनि विरोध गर्छ अनि पाएको फेरि बोल्दैन क्या, तर कतिमा पाए फेरि थाहा छैन। त्यस्तै गरी बोरा बिक्रीबाट पनि पैसा आएको देखिया छ, एकदम राम्रो कुरा। यही हो हाम्रो आम्दानी भनेको। मल बेचेर आम्दानी हुँदैन, बोरै बेचेर हुन्छ, यो कुरा बुझ्नु होला। त्यस्तै गरेर यसैमा दण्ड जरिमाना भनेको छ। त्यो भनेको तपाईँ हामीले नै कहिलेकाहीँ ढिलो गयो हामीलाई अथवा कहिलेकाहीँ ब्याज ढिलो बुझायो के गर्दाखेरि त्यो तिरेको पनि हाम्रै पैसा हो। कृषि यन्त्र भाडा भन्ने कुराहरू भएको छ। हाम्रो कृषि यन्त्र हाम्रो सहकारीबाटै भएको होला सायद। अब कुन यन्त्र हो, कहाँ भाडामा गयो र कति भयो, यहाँ पैसा देखिया छ तपाईँको झन्डै 50,000 भन्ने आयो भाडामा मात्रै गएर है। अब यो कुन भाडा हो त्यो मलाई थाहा छैन। त्यस्तै गरी यसैमा गएर स्टेसनरी खर्च भनेर आएको छ। स्टेसनरी खर्च वर्षभरिमा अब हाम्रो धेरै डकुमेन्टहरू तपाईँ हामी सबै छौँ। यो पनि भएन, नागरिकता पनि फोटो लाउने ऊ पनि यो सब गर्दाखेरि झन्डै
15,000 रुपियाँ खर्च भएको छ स्टेसनरीमा। फेरि त्यहीमा गएर फेरि अर्को फोटोकपी भन्ने पनि भएको छ 5,000 रुपियाँको। अतिथि सत्कारमा पनि खर्च भयो। अब सायद योभन्दा बढी पनि भयो होला, इन्डाइरेक्टली पनि खर्च गर्नुपर्ने हुन्छ, त्यो भएको होला। दैनिक भ्रमण खर्च भनेर 16,000 रुपियाँ देखिएको छ। अनि यसैमा गएर तपाईँको कस्टम हेरिङको मर्मत खर्च भनेर अब यो साल भएको रहेनछ। पोहोर साल हाम्रो 3 लाखको मर्मत भएको रहेछ। अब भयो कि भने त्यो तपाईँहरूलाई थाहा होला, मैले अहिले सुन्नु मात्रै खोजेको छु र योमा मैले जुन हो प्रश्न मैले राखेको छु। यसैमा गएर तपाईँको इन्धन खर्च भन्ने पनि कुरा आएको छ। इन्धन खर्च भनेर पनि आएको छ। अब उता गएर के अरे यातायात खर्च, दैनिक भ्रमण खर्च सबै आएको भने चाहिँ यो इन्धन खर्च केमा भयो, इन्धन खर्चको बारेमा मैले बुझ्न चाहेँ एउटा। अनि अर्को तपाईँको यसैमा कृषि प्राविधिक खादा खर्च भन्ने छ। यो कृषि प्राविधिक खादा खर्च भनेको को हो, कसरी आयो र के को शीर्षकमा खर्च गरियो, यसमा पनि 1,38,000 खर्च भएको छ। कृषि प्राविधिक भनेको को हुन् र कुन शीर्षकमा खर्च भयो यो प्रश्न होला। अब त्यहाँभित्र त्यो किताबमा होला, यहाँ छोटो यो समरी मात्रै हो, अगाडि मात्रै हेर्ने कुराहरू। त्यस्तै गरिकन कृषि फेरि कार्यक्रम खर्च भनेर फेरि पनि 40,000 खर्च भयो। अनि यसैमा गएर तपाईँको कृषि खेती ट्रायल भनेर चाहिँ परीक्षण हो कृषि खेती सम्बन्धी, यसमा पनि फेरि 16,000 रुपियाँ झन्डै मोटामोटी खर्च भएको छ। त्यस्तै गरी बाटो मर्मत भन्ने चाहिँ यो कहाँको बाटो मर्मत भयो, 19,000 खर्च भएको छ। त्यस्तै गरिकन विविध खर्च भनेर फेरि पनि 15,500 रुपियाँ खर्च भएको छ। कृषि औजार मर्मत भनेर भएको छ। हाम्रो औजार छ कि छैन हाम्रो सहकारीमा, 40,000 रुपियाँ खर्च भएको छ। कहाँ खर्च भयो? अनि गएर साधारण सभा खर्च भन्ने छ, यो सायद पोहोर सालको होला, 36,000 रुपियाँ खर्च भएको छ। अनि ढुवानी खर्च भनेर फेरि आएको छ। यहाँ इन्धन पनि खर्च छ, यातायात खर्च सबै आएको छ। फेरि ढुवानी खर्च सायद यो मल लिँदाखेरिको हुन सक्ला, 60,000 खर्च भएको छ। कति पटक लियो के गरियो, ल्याइया छ 600 समथिङ बोरा भन्ने छ, बढी भयो 1000 बोरा होला। एक ट्रिपमा 150-200 बोरा आउँछ भने कति ट्रिप गरेर यो 60,000 खर्च भयो। फेरि अन्तिममा गएर यो हरासपट्टि भन्ने पनि देखेँ मैले, यसमा तपाईँको 52,000 मात्रै खर्च भएको छ। के को हरासपट्टि भयो है? हरासपट्टि मैले बुझ्दाखेरि घरको हुन्छ कि भने लिएको सामग्रीको खर्च हुन्छ। त्यो सामग्री मैले पनि ल्याएको छु, अरूले पनि ल्याउनु भयो होला, त्यसको हरासपट्टि कसरी भयो र यहाँ 52,000 देखिएको छ। यो कहाँबाट आयो भन्ने कुरा छ। यो बाहेक अब अरू त सबै कुराहरू मलाई थाहा भएन। जुन यहाँ कृषि ज्ञान केन्द्र तथा सुपरजोनबाट अनुदान, अनि हाम्रो यहाँ टेन्डरबाट धरोटी रकम बचत भन्ने छ, त्यो भनेको तपाईँ हामीले नै जम्मा गरेको पैसा बचत भएको, त्यो पछि जहिले भयो भने फिर्ता आउँछ। यही भन्दै यो चिजहरूको प्रश्नको उत्तर अध्यक्षज्यू सँगसँगै गएर कार्य समितिले पनि दिनुपर्छ भन्दै म अहिले बिदा हुन चाहन्छु। धन्यवाद।